हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फिल्मी हिट युट्युब च्यानलमा। साथीहरु, यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको चारवटा नेपाली चलचित्रहरू होस्टल 3, एन्जेला, आउटला दफा 219 र राजागञ्जले बक्स अफिसमा आजको दिन पार गर्दैछ। आजको दिन यी चारवटै फिल्महरुको अकुपेन्सी कस्तो चलिरहेको छ, यी चारवटै फिल्महरुको एडभान्स बुकिङ कस्तो भइरहेको छ र आजको दिन चारवटै फिल्महरुले बक्स अफिसमा कतिको कलेक्सन गर्न सफल होला त, यसको बारेमा चर्चा गर्न गइरहेका छौं। भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। सुरुमा चर्चा गर्नेछौं होस्टल 3 फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरु, पारसलम ठकुरी, सिमरन पन्त, आशिष घिमिरे, हेना नगरकोटी, पदम तामाङ, रियान गिरी, समा पराजुली आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र होस्टल 3 गएको फागुनको 23 गतेबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म कलेज लाइफको कथावस्तुमा आधारित रहेको छ भने यो फिल्मलाई पब्लिकहरूबाट पोजिटिभ रेस्पोन्स मिलिरहेको छ। साथीहरु, होस्टल 3 फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने हो भने न्युम्यान टिमले पहिलो हप्तासम्मको अफिसियल कलेक्सन सार्वजनिक गरेको छ। त्यहाँदेखि यता कुनै पनि कलेक्सन सार्वजनिक भएको छैन। यो फिल्मको न्युम्यान टिमको अनुसार यो फिल्मले पहिलो हप्ता बक्स अफिसमा पार गरुन्जेलसम्ममा 4 करोड 32 लाखको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ र यो फिल्मले हिजो 12 दिन बक्स अफिसमा पार गरुन्जेलसम्म 4 करोड 80 देखि लिएर 90 लाख हारारीको बीचमा ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब निर्माण टिमको तर्फबाट अफिसियल कलेक्सन सार्वजनिक भयो भने कति सार्वजनिक हुन्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। र आजबाट यो फिल्मले बक्स अफिसमा 13 दिन पार गर्दैछ। आज 13औं दिन यो फिल्मको एडभान्स बुकिङ कस्तो भइरहेको छ, आउनुस् हामी यहाँ चेक गर्न गइरहेका छौं। हामी यहाँ होस्टल 3 को एडभान्स बुकिङ चेक गर्न गइरहेका छौं। हेरौँ आजको दिन यो फिल्मको बुकिङ कस्तो भइरहेको छ। एफक्यू मा हेरौँ 11.15 को सो 11.15 मा राम्रै भइरहेछ। 40% को अकुपेन्सी देखिएको छ। अरु हलरमा के छ, कृतिपुरमा 11.15 को सो रहेछ, यहाँ फाटाफुट्टा भइरहेछ। भक्तपुरमा 11.15 कै सो रहेछ, यहाँ पनि भइरहेछ किनकि डिल्डे छ आज भक्तपुरमा। प्राय सो हलरमा डिल्डे छ, यहाँ पनि 20-30% को देखिएको छ। रञ्जनामा हेरौँ, यहाँ पनि भइरहेछ 11.45 को सोमा 10% लगभग छ। इटरी सिनेप्लेक्समा हेरौँ, यहाँ पनि भइरहेछ 10-15% को छ। आज बढेको छ अकुपेन्सी, हिजोको भन्दा आज बढे देखिएको छ किनकि आज प्राय सो हलरमा डिल्डे छ है। यसै कारणले गर्दाखेरि आज अकुपेन्सीमा हिजोको तुलनामा जम्प देखिएको छ। होस्टल 3 को 12 बजेको खाली छ। पोखरा ट्रेड मलमा हेरौँ, यहाँ फाटाफुट्टा छ, कति बजे 11 बजेको। कालीमाटी वान सिनेमाजमा हेरौँ, यहाँ पनि छ 5-7% को 11.45 को सोमा। यहाँ 12 बजेको सो हेरौँ, आज अलि लोड लिइरहेको जस्तो लाग्यो, अघि ओपन हुन पनि टाइम लगाएको थियो। वान सिनेमाज यहाँ पनि फाटाफुट्टा भइरहेछ, 12 बजेसम्म बढ्न सक्छ। आइप्लेक्स मल बानेश्वरमा हेरौँ, यहाँ पनि छ 8-10-12% को छ 11:30 को सोमा, त्यतिखेरसम्म बढ्न सक्छ। सिने रोयलमा हेरौँ 12 बजेको सो, यहाँ पनि छ 10-15% को। बागेश्वरी नेपालगञ्जमा हेरौँ, क्युएफएक्स नेपालगञ्ज, यहाँ फाटाफुट्टा भइरहेछ 11.45 को सो। बुटोलमा 12 बजेको सो हेरौँ, यहाँ पनि छ 5-7%, त्यतिखेरसम्म बढ्न सक्छ। जलमामा 12 बजेको, यहाँ पनि छ बढ्न सक्छ त्यतिखेरसम्म। विराटनगरमा हेरौँ 11 बजेको सो, जस आज छ फाटाफुट्टा भए पनि छ 8-10% को अकुपेन्सी आज देखिएको छ। यहाँ पनि छ 11 बजेको सो। त्यही हो, ओभरअल अकुपेन्सी हेर्ने आज 10% माथि छ होस्टल 3 को। अब दिउँसो र इभिनिङ सोमा त डिल्डे भएको ठाउँमा त पक्कै पनि बढ्नेछ, त्यसमा कुनै दुई मतै छैन। अब दिउँसो र इभिनिङ सोमा यो फिल्मको अकुपेन्सी कति पुग्यो त्यो हामी तपाईहरुलाई बेलुका अवश्य पनि जानकारी गराउने नै छौं। साथीहरु, होस्टल 3 फिल्मको हामीले एडभान्स बुकिङ यहाँ चेक गरिसकेका छौं। यो फिल्मको एडभान्स बुकिङ आजको दिन राम्रै देखिएको छ। आज थुप्रै हलरमा डिल्डे भएको कारणले गर्दाखेरि यो फिल्मको बिहानी ओभरअल अकुपेन्सी नै 10 देखि 15% को देखिएको छ र थुप्रै डिल्डे भएको हलरमा यो फिल्मको अकुपेन्सी लगभग 40 देखि 50% सम्म पनि देखिएको छ। दिउँसो र इभिनिङसम्म अकुपेन्सीमा अझै राम्रो जम्प देखिरहेको छ। दिउँसो आएसँग यो फिल्मको ओभरअल अकुपेन्सी 20% भन्दा माथि र इभिनिङ र नाइट सोमा यो फिल्मको अकुपेन्सी लगभग 20 देखि 30% सम्म रहने देखिरहेको छ भने डिल्डे भएको हलरमा यो फिल्मको अकुपेन्सी 50 देखि 80% सम्म रहने पनि देखिरहेको छ। यसै कारणले गर्दाखेरि आज 13औं दिन पनि होस्टल 3 फिल्मले बक्स अफिसमा नर्मली पनि 10 देखि 15 लाख हारारीको बीचमा ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ।
अब चर्चा गर्नेछौँ आउटला दफा 219 को बक्स अफिस कलेक्सनको बारेमा। साथीहरू, सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र आउटला दफा 219 गएको बिहिबारबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म एक्सन र क्राइम ड्रामामा आधारित रहेको छ भने यो फिल्मलाई पब्लिकहरूबाट निकै नै पोजिटिभ रेस्पोन्स मिलिरहेको छ। यसै कारणले गर्दा यो फिल्मले दिनबदिन बक्स अफिसमा पनि राम्रो कलेक्सन गरिरहेको छ। यो फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने निर्माण टिमको तर्फबाट यो फिल्मको 4 दिनसम्मको अफिसियल कलेक्सन सार्वजनिक भइसकेको छ। यो फिल्मको निर्माण टिमको अनुसार यो फिल्मले 4 दिनमा 2 करोड 3 लाखको ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् र यो फिल्मले हिजो 6 दिन बक्स अफिसमा पार गरुन्जेलसम्ममा 2 करोड 35 देखि लिएर 40 लाख हाराहारीको बीचमा ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब निर्माण टिमको तर्फबाट अफिसियल कलेक्सन सार्वजनिक हुँदा कति सार्वजनिक हुन्छ त्यो भने हेर्न बाँकी नै रहनेछ। र आजबाट आउटला दफा 219 ले बक्स अफिसमा 7 दिन पार गर्दैछ। आज 7औं दिन फिल्मको एडभान्स बुकिङ कस्तो चलिरहेको छ आउनुहोस् हामी चेक गर्न गइरहेका छौँ। साथीहरू, आउटला दफा 219 को हामी बुकिङ चेक गर्न गइरहेका छौँ। हेरौँ आज यो फिल्मको बुकिङ कस्तो भइरहेको छ। हामी बिहानी बुकिङहरू चेक गर्नेछौँ 12 बजेसम्मको। सिने रोयलमा 11:45 को सो हेरौँ, निकै राम्रो भइरहेछ। देखिहाल्नुभयो यहाँ झन्डै 50% माथिको अकुपेन्सी छ 11:45 को। आज डिल्डे भएको हलरमा यो फिल्मको अकुपेन्सी निकै गजब हुने देखिरहेछ। यो वान सिनेमाज हो, तर मेरो विचारले 2:45 को सो राम्रो, त्यतिखेर बुकिङ भइरहेछ, राम्रो बढ्नेछ अझै। 11:30 को वान सिनेमाज कालीमाटीमा, यहाँ चाहिँ 2टा मात्रै भइरहेको रहेछ। रञ्जनामा 11:15 को, यहाँ पनि भइरहेछ, बढ्न सक्छ त्यतिखेर। भक्तपुरमा 11 बजेको सो भएको छ, यहाँ पनि छ 40, लगभग 40% को अकुपेन्सी छ, 11 बजेसम्म बढ्न सक्छ। चाबेलमा 11:45 को सो, यहाँ पनि छ लगभग 40-50% को अकुपेन्सी छ, 11:45 मा अझै बढ्न सक्छ। क्युएफएक्स सिभिल मलमा 60% लगभग छ अकुपेन्सी, डिल्डे छ त्यहाँ पनि, राम्रो छ। बिग मुभिजमा 12:45 को सो, यहाँ पनि 12:45 को लागि बुकिङ राम्रो हो यो, किनकि 12:45 हुन अझै 3 घण्टा झन्डै समय छ, राम्रो छ। फ्रेन्च सिनेमाजमा यहाँ फाटाफुट्टा भइरहेछ, यो चाहिँ बुटोलको फ्रेन्च सिनेमाज हो। लभिङ मलमा 1 सो मात्रै दिएको छ, 1 सो छ 4 बजेको, तर यत्रो बुकिङ भइसकेको छ। सो अलिक कम भयो मेरो विचारले, आउटला दफालाई सो कम भएको जस्तो फिल भइरहेछ। यो फिल्मले जुन किसिमको कलेक्सन गरिरहेछ त्यसलाई हेर्दाखेरि सो अलिक कम भएको हो कि जस्तो फिल चाहिँ भइरहेछ। दाङमा हेरौँ 12:45 15 को सो, फाटाफुट्टा भइरहेछ। सिजी मलमा 11:45 को सो, गजब छ ल। 11:45 मा झन्डै 30-35% को छ, त्यतिखेरसम्म अवश्य अझै बढ्ने छ। यहाँ नि फाटाफुट्टा भइरहेछ, 12:15 को सो, अझै बढ्छ। सिटी सिनेमामा 12 बजेको सो, यहाँ अलिअलि मात्रै भइरहेछ। मिड टाउनमा 10:50 को सो, राम्रो छ, 30% लगभग अकुपेन्सी देखिया छ। इन्फिनिटी मुभिजमा यहाँ चाहिँ खाली रहेछ 11 बजेको। बिएसआर मुभिजमा 11 बजेको सो छ, यहाँ पनि भइरहेछ, 10-15% को भइसकेको छ, त्यतिखेरसम्म अवश्य बढ्नेछ। एनआई केएसआर मुभिजमा 12 बजेको सो, यहाँ नि भइरहेछ 12 बजेकोमा, अझै बढ्छ, 10-15% को छ, अझै बढ्छ त्यतिखेरसम्म। सिके सिनेमाजमा 12:30 को सो, यहाँ चाहिँ खाली छ। विश्वज्योतिमा भइरहेछ, 2-4वटा भइरहेछ, 12 बजेको हो, अझै बढ्न सक्छ। यहाँ पनि भइरहेछ, बढ्न सक्छ, 12 बजेकै सो हो। वान स्टापमा 11:15 को सो छ, यहाँ पनि जस्ट 2-4 फाटाफुट्टा छ, 11:15 को हो भनेपछि बढ्न सक्छ। यो फिल्म पनि ठिकै हो, यो फिल्मको पनि आज लगभग 10% माथि नै देखिएको छ ओभरअल अकुपेन्सी। दिउँसो र इभिनिङ सोमा त बढ्छ, डिल्डे भएको हलरमा राम्रो बुकिङ देखिएको छ, दिउँसो र इभिनिङ सोमा बढ्छ। हेरौँ दिउँसो र इभिनिङ सोमा कतिको यो फिल्मको अकुपेन्सीमा जम देखिन्छ, त्यो हामी भरे तपाईँहरूलाई अवश्य पनि जानकारी गराउने नै छौँ। साथीहरू, आउटला दफा 219 को पनि एडभान्स बुकिङ हामीले चेक गरिसकेका छौँ। यो फिल्मको एडभान्स बुकिङ आजको दिन निकै नै राम्रो देखिएको छ। बिहानको ओभरअल अकुपेन्सी लगभग 10 देखि 15% को देखिएको छ भने थुप्रै हलरमा यो फिल्मको अकुपेन्सी लगभग 30 देखि 40% सम्म पनि देखिएको छ। तर दिउँसो र इभिनिङ समय फिल्मको अकुपेन्सीमा अझै राम्रो जम देखिरहेको छ। दिउँसो आएसँग ओभरअल अकुपेन्सी नर्मली पनि 20% भन्दा माथि र इभिनिङ र नाइट समय फिल्मको अकुपेन्सी 30% भन्दा माथि जाने देखिरहेको छ र थुप्रै हलरमा डिल्डे छ, ती हलरमा फिल्मको नर्मली पनि अकुपेन्सी 50 देखि 80% सम्म रहने देखिरहेको छ। यसै कारणले गर्दाखेरि आज 7औं दिन पनि आउटला दफा 219 ले बक्स अफिसमा नर्मली पनि 15 लाख भन्दा माथिकै ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ।
अब चर्चा गर्नेछौँ एन्जिला फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरू, एन्जिला तुम्बापो सुब्बा, दयाङ राई, विजय बराल, सुनिल थापा, बुद्धि तामाङ आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र एन्जिला पनि गएको बिहिबारबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म बायोपिक जनरमा आधारित रहेको छ र फिल्ममा पब्लिकहरूबाट निकै नै धेरै पोजिटिभ रेस्पोन्स मिलिरहेको छ। यो फिल्मको वर्ड अफ माउथ निकै नै पोजिटिभ भएकै कारणले गर्दा यतिखेर यो फिल्मले बक्स अफिसमा दिनबदिन बम्पर कलेक्सन गरिरहेको छ। साथीहरू, एन्जिला फिल्मको पनि निर्माण टिमको तर्फबाट 3 दिनसम्मको अफिसियल कलेक्सन सार्वजनिक भइसकेको छ। त्यहाँदेखि यता भने चाहिँ कलेक्सन सार्वजनिक भएको छैन। यो फिल्मले 3 दिन बक्स अफिसमा पार गरुन्जेलसम्ममा निर्माण टिमको अनुसार 2 करोड 7 लाखको ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् र यो फिल्मले हिजो 6 दिन बक्स अफिसमा पार गरुन्जेलसम्म नर्मली पनि 3 करोड भन्दा माथिकै ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब निर्माण टिमको तर्फबाट अफिसियल कलेक्सन सार्वजनिक हुँदा कति सार्वजनिक हुन्छ त्यो भने चाहिँ हेर्न बाँकी नै रहनेछ। र आजबाट यो फिल्मले बक्स अफिसमा 7 दिन पार गर्दैछ। आज 7औं दिन फिल्मको एडभान्स बुकिङ कस्तो चलिरहेको छ आउनुहोस् हामी यहाँ चेक गर्न गइरहेका छौँ। हामी एन्जिला फिल्मको बुकिङ चेक गर्न गइरहेका छौँ। हेरौँ कस्तो भइरहेछ आज। यो फिल्मले बबाल कलेक्सन गरिरहेछ। हेरौँ, 1 स्टपबाट सुरु गरौँ। 11 बजेको सो, 11 बजेकोमा 10% माथि छ 1 स्टपमा। यो हलमा त यो फिल्मले बबाल कलेक्सन गरिरहेको थियो पहिलो दिनदेखि नै। हाउसफुल पुरै। यहाँ 2 बजे हेर्न सक्नुहुन्छ, यहाँ बुकिङ भइरहेछ। त्यतिखेरसम्म अझै बढ्छ। 12:15 को स्काइलाइनमा यहाँ छैन रहेछ। विश्वज्योतिमा 12:15 को भइरहेछ। 10% लगभग छ, अझै बढ्छ। सिके सिनेमाजमा गजब ल 11:45 को हेर्नु, झन्डै 40% माथि छ। सिके सिनेमाजमा 11:45 को त्यतिखेरसम्म अझै बढ्छ। लगभग 60-70 अकुपेन्सी पुग्छ। केएसआर फाटाफुट्टा छ। इन्फिनिटीमा 11:15 को सो अलिअलि भइरहेछ। मिड टाउनमा ल हेर्नु, तर 1 बजेको रहेछ, झन्डै हाउसफुल छ। ल 80% माथि अकुपेन्सी छ 1 बजेको सोमै। 12:15 को सिटी सिनेमा अलिक खाली नै छ। ल हेर्नुहोस्, लाइटमा तपाईँको झन्डै 30-40% को अकुपेन्सी छ 12 बजेको। त्यतिखेरसम्म अझै बढ्न सक्छ। सिजी महलमा पनि झन्डै यहाँ 80%, 70-80% को अकुपेन्सी छ 11 बजेकोमा। गजब छ। डिल्डे भएको हलहरूमा त गजब छ यो फिल्मको अकुपेन्सी। नभएको हलहरूमा पनि दिउँसोदेखि यो फिल्मको अकुपेन्सीमा निकै राम्रो जम देखिएको छ, डिल्डे नभएको हलहरूमा पनि है। सिटी स्क्वायरमा हेर्न सक्नुहुन्छ 11 बजेको सो यहाँ छ है। लगभग 30% को अकुपेन्सी छ। लभी मलको त के कुरा गर्नु, त्यहाँ टिकटै नपाउने अवस्था देखिएको थियो हिजो अस्ति। आज पनि हेरौँ 12 बजेको 12:30 को सोमा झन्डै 30% माथिको अकुपेन्सी छ। त्यतिखेरसम्म अझै बढ्छ। बिग मुभिजमा हेर्न सक्नुहुन्छ 11 बजेको सो। ल हेर्नुहोस्, यहाँ बिग मुभिजमा 11 बजेको सोमा 50% माथि अकुपेन्सी छ, अझै बढ्छ। सिभिल महलमा 11:45 को हेर्नुहुन्छ भने यहाँ भइरहेछ 11:45 को, अझै बढ्छ। 20-25% को छ। एफ क्युबमा 11 बजेको सो हाउसफुल झन्डै। ल हेर्नुहोस्, 80% माथिको अकुपेन्सी छ एफ क्युबमा 11 बजेको सो। यहाँ त तपाईँको कुरै नगर्नु, यहाँ त पुरै हाउसफुल हो एफ क्युबमा त। भक्तपुरमा 11:30 को सो। ल यहाँ पनि खतरा छ। ल यहाँ पनि 80% अकुपेन्सी छ 11:30 को। त्यतिखेरसम्म हाउसफुल कन्फर्म हो। रञ्जनामा 11:30 को सो यहाँ भइरहेछ 10-12%। कालीमाटीमा पनि 3 बजेको सोमा यतिको बुकिङ भइरहेको रहेछ। मैले 3 बजेको हेरेछु। सिने रोयलमा 12:30 को सो झन्डै हाउसफुल। ल हेर्नुहोस्, सिने रोयलमा 80% माथिको अकुपेन्सी। खतरा छ। आज पनि यो फिल्मले बम्पर कलेक्सन गर्ने देखिरहेछ। यो फिल्मको क्रेज अहिले यस्तरी छाएको छ कि क्रेज बब्बाल छ। ल हेर्नुहोस्, यहाँ 11 बजेको सो जलमामा पनि झन्डै 35-40% को अकुपेन्सी छ। बुटोलमा हेरौँ 11:45 को सो। ल यहाँ पनि झन्डै 80% को अकुपेन्सी छ बुटोलमा। बागेश्वरी नेपालगञ्ज यहाँ चाहिँ त्यति फाटाफुट्टा भइरहेछ 12:15 को। यहाँ पनि फाटाफुट्टा भइरहेछ 12:45 को। पोखरामा 10:30 को सो ट्रेड मल। ल यहाँ पनि भइरहेछ 10:30 मा पनि यतिको लगभग 20-25% को अकुपेन्सी छ। एपेक्स महल दमौली यहाँ पनि छ 50% लगभग छ, माथि नै छ अझै। पाथिभरामा 11:30 को सो यहाँ चाहिँ छैन त्यति खासै। कृतिपुरले हिजो सोको कमी भयो। कृतिपुरमा सोको कमी भयो। यदि कृतिपुरको कसैले हेर्दै हुनुहुन्छ भने भन्न सक्नुहुन्छ तपाईहरुले, सोको कमी भयो कृतिपुरमा। यहाँ पुरै हाउसफुल गएर 2:15 को सो नै अहिले 70-80% को एडभान्स बुकिङ भइसकेको छ। बेलुका 7:45 को हेरौँ यहाँ है। ल हेर्नुहोस् 7:45 झन्डै पुरै हाउसफुल छ। ल अनि सो दिएको खोइ, चलेको फिल्मलाई सो नदिने। डिम्याक्समा हेरौँ 11:30 को सो।
डिम्याक्समा पनि भइरहेछ 20-25% 11:30 मा। यहाँ पनि 11:30 को फाटाफुट्टा छ। यहाँ पनि 11:30 कै हो, अलिअलि छ। छाया सेन्टर 12:45, यहाँ पनि छ 12:45 मा फाटाफुट्टा भइरहेछ। एसटीएस सिनेमाज यहाँ पनि फाटाफुट्टा भइरहेछ। त्यही हो, यो बिहानी डिल्डे भएको हलरमा त बम्परै छ। ओभरअल अकुपेन्सी पनि ठिकै देखिएको छ। यहाँ हेर्नुहोस्, यो के हो, यो ओसिस सिनेमाज, यहाँ नि तपाईँको 80% अकुपेन्सी छ होला 1 बजेको सोमै, होइन? खतरा छ, त्यत्रो छ। अझ यहाँ हेर्न सक्नुहुन्छ दीपक राजगिरीको हल 11, पुरै हाउसफुल। ल यो पुरै हाउसफुल हो। 11 बजेको सो, 11:15 को सो हो दीपक राजगिरीको। 2 बजेको सोमा पनि बुकिङ चल्दैछ। यहाँ पनि राम्रो भइरहेछ 11:15 मा, 10-15% को छ। डिएम सिनेमाजमा हेर्न सक्नुहुन्छ 12 बजेको सो, यो चाहिँ खाली रहेछ, 2-4 वटा भइरहेछ। धरान फ्रेन्ड्स सिनेमाजमा पुरै हाउसफुल, यो हो नि त। ल हेर्नुहोस्, क्रेज भनेको यसलाई भनिन्छ, पुरै हाउसफुल। 11:35 को सो है, खतरा छ। बनेपामा 12 बजेको सो, यहाँ पनि फाटाफुट्टा भइरहेछ। राइजिङ मल 11:30 को सो, फाटाफुट्टा भइरहेछ। यहाँ चाहिँ खाली छ, 10-15 को सो रहेछ। भक्तपुरमा 11:30 को सो, यहाँ पनि फाटाफुट्टा भइरहेछ। गजब छ, अकुपेन्सी निकै राम्रो देखिएको छ। थुप्रै हलहरू हाउसफुल छ बिहानै, होइन? 50 देखि 80% को अकुपेन्सी थुप्रै हलहरूमा छ। ओभरअल अकुपेन्सी हेर्ने भए लगभग 25 देखि 30% को बिहानकै ओभरअल अकुपेन्सी देखिएको छ। दिउँसो र इभिनिङसम्म त पक्कै बढ्नेछ। हेरौँ कतिको ठुलो जम देखिन्छ। आज 50 लाख भन्दा माथिको कलेक्सन गर्छ गर्दैन, त्यो भरे अवश्य तपाईँहरूलाई जानकारी गराइहाल्नेछौँ। साथीहरू, एन्जेला फिल्मको पनि हामीले एडभान्स बुकिङ यहाँ चेक गरिसकेका छौँ। यो फिल्मको एडभान्स बुकिङ निकै नै गजबको भइरहेको छ। बिहानैको ओभरअल अकुपेन्सी हेर्ने भए नर्मली पनि 30% भन्दा माथि देखिएको छ। थुप्रै हलहरू हाउसफुल गरेको छ भने थुप्रै हलहरूमा 50 देखि 80% सम्मको अकुपेन्सी देखिएको छ। दिउँसो र इभिनिङ सोमा त झन् यो फिल्मको अकुपेन्सीमा निकै नै गजबको जम देखिरहेको छ। दिउँसो आएसँगै फिल्मको ओभरअल अकुपेन्सी 50% भन्दा माथि र इभिनिङ र नाइट सोमा फिल्मको अकुपेन्सी नर्मली पनि 70 देखि 80% सम्म रहने देखिरहेको छ। र आज 7औं दिन पनि यो फिल्म देशको थुप्रै हलहरू हाउसफुल गर्ने भएको छ। यसै कारणले गर्दाखेरि आज 7औं दिन पनि एन्जेला फिल्मले बक्स अफिसमा नर्मली पनि 40 देखि 50 लाख हारारीको बीचमा ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ। यदि दिउँसो र इभिनिङ सोको अकुपेन्सीमा अझै गजबको जम देख्यो भने यो फिल्मको कलेक्सन 50 लाख भन्दा माथि जाने सम्भावना पनि देखिरहेको छ। अब आजको दिन यो फिल्मले 50 लाख भन्दा माथिको ग्रस कलेक्सन गर्छ गर्दैन त्यो त हामी भरेसम्ममा अवश्य पनि थाहा पाइहाल्नेछौँ। अब हामी चर्चा गर्नेछौँ राजागञ्ज फिल्मको बक्स अफिस कलेक्सनको बारेमा। साथीहरू, आशा मङ्गरान्ती, दयाङ राई, विजय बराल, रिचा शर्मा, निकिता चाण्डा, गौमाया गुरुङ आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्र राजागञ्ज गएको शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको छ। यो फिल्म हिस्टोरिकल जर्नामा आधारित रहेको छ र यो फिल्मलाई पब्लिकहरूबाट ठिकठाकै रेस्पोन्स मिलिरहेको छ। साथीहरू, राजागञ्ज फिल्मको बक्स अफिस कलेक्सनको बारेमा चर्चा गर्ने निर्माण टिमको तर्फबाट त अहिलेसम्म कुनै पनि अफिसियल कलेक्सन सार्वजनिक भएको छैन। तर हामीले पाएको प्राप्त जानकारी अनुसार यो फिल्मले हिजो 5 दिन बक्स अफिसमा पार गरुन्जेलसम्म लगभग 15 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। र आजबाट यो फिल्मले बक्स अफिसमा 6 दिन पार गर्दैछ। आज 6औं दिन फिल्मको एडभान्स बुकिङ कस्तो भइरहेको छ आउनुहोस् हामी चेक गर्न गइरहेका छौँ। हामी राजागञ्जको बुकिङ चेक गर्न गइरहेका छौँ। हेरौँ यो फिल्मको के छ हालत, खै सबै सो चेक गरौँ। सबै 6 बजेको जति बजेको छ सबै बजेको बुकिङ चेक गर्नु। 6 बजेकोमा हेरौँ राइजिङ महलमा 2-4 वटा भइरहेको रहेछ। 11 बजेको एनआईमा खाली छ। दीपक राजगिरीको एनआईमा 11 बजेको 2-4 वटा भइरहेछ, 4-5% को छ। 10:30 को सो खाली छ। एनआईमा 11 बजेको गङ्गबुमाया चाहिँ खाली छ। छाया सेन्टरमा 4:30 को छ अलिअलि, त्यतिखेरसम्म बढ्न सक्छ। यो डिल्डेमा अलिअलि बढिरहेछ, हल्का फुल्का हिजो अस्तिको भन्दा हल्का फुल्का अलिअलि बढिरहेछ डिल्डेमा। तर जुन किसिमको कलेक्सन हुनुपर्ने हो दयाङ राईले नै खायो भनौँ भन्दा फरक नपर्ला। फाटाफुट्टा भइरहेछ रञ्जनामा। एन्जेलाले राजागञ्जलाई खप्पै खाइदियो। त्यसको अगाडि पानी पनि माग्न पाएन भन्दा फरक नपर्ला राजागञ्जले। एन्जेलाले उता बक्स अफिसमा बम्पर कलेक्सन गरिरहेछ, यता राजागञ्जको हालत यस्तो छ। 12 बजेको सो, 10:45 को सो बिग मुभिजमा, यहाँ चाहिँ अलि रहेछ ल, 10-12% को छ। लभिङ महलमा 7 बजेको सोमा हेरौँ 1-2टा छ, त्यतिखेरसम्म बेलुकासम्म अलिअलि बढ्ला। यो फिल्मको ओभरअल बेलुकासम्मको अकुपेन्सी हेर्ने भए 10 देखि 15% को देखिन्छ जस्तो छ। यसो हेर्दाखेरि सो त छैन, एक-एकवटा हो जम्मा, छैन। 3:30 को
स्काइलाइनमा हेरौँ, छैन, खाली छ। वान स्टपमा 5:45 को सो खाली छ। म त के भन्छु भन्दा यो नचलेको फिल्मको सोजहरू चाहिँ लगेर चलेको फिल्मलाई दिए हुन्छ भन्छु म चाहिँ। खाली पठाउनु भन्दा चलेको फिल्मलाई सोज हालिदियो, कमसेकम त्यो चलेको फिल्मले पैसा त राम्रो कमाउँछ, सोजको क्यापेसिटी त कम हुँदैन। यस यो फिल्मको त्यही हो, मैले अघि भनिहालेँ तपाईँहरूलाई। ओभरअल अकुपेन्सी 10 देखि 15% देखिने देखिरहेछ बेलुकासम्म यो पाएको सोजहरूमा। अब यदि दिउँसो केही बढेछ भने तपाईँहरूलाई बेलुका अवश्य जानकारी गराइहाल्नेछौँ। साथीहरू, राजागञ्ज फिल्मको पनि हामीले एडभान्स बुकिङ चेक गरिसकेका छौँ। यो फिल्मको एडभान्स बुकिङ त्यस्तै हो, ठिकठाकै मात्र देखिएको छ। प्राय हलरमा जम्मा एक सोज पाएको कारणले गर्दाखेरि आजको यो फिल्मको ओभरअल अकुपेन्सी लगभग 10 देखि 15% देखिरहेको छ। यसै कारणले गर्दाखेरि आज 6औं दिन पनि यो फिल्मले बक्स अफिसमा लगभग 2 देखि 4 लाख हाराहारीको बिचमा ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ। साथीहरू, यो त यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको चलचित्रहरू होस्टल 3, एन्जिला, आउटला दफा 219 र राजागञ्जको एडभान्स बुकिङ, अकुपेन्सी र आजको बक्स अफिस प्रेडिक्सन। तपाईँहरूले भने यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइरहेको 4वटा फिल्महरूमध्ये कुन कुन हेर्नुभयो, यदि 4वटा हेर्नुभयो भने तपाईँलाई सबभन्दा बेस्ट चलचित्र कुन चाहिँ लाग्यो, प्लिज आफ्नो कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनु होला। यदि हेर्नु भएको छैन भने आफ्नो नजिकको हलरमा गएर अवश्य पनि हेर्न सक्नुहुनेछ। हस्त साथीहरू, आजलाई यति नै। फेरि पनि यस्तै न्युजहरू तपाईँहरूको माझमा लिएर आउनेछौँ। तपाईँलाई भिडियो मन पर्यो भने भिडियो लाइक गरिदिनु होला र नेपाली कलाकार चलचित्रहरूको बारेमा र साथै बक्स अफिस कलेक्सनको बारेमा पल पल खबर सुन्नको निम्ति हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। हस्त, नमस्ते।